परिस्थिति अनुसार अहिले गगन थापाहरूको डिजाइन के छ भने यही मौकामा शेरबहादुर देउवाको घरमा आगो लाएर, जिन्दगीमा आगो लाएर, राजनीतिमा आगो लाएर उनीहरू कांग्रेस कब्जाको तयारी गरिरहेका छन्। त्यसैले अझै पनि कांग्रेसले बुझ्नुपर्ने कुरा केपी ओलीको हातमा देश, गगनको हातमा कांग्रेस र बाँदरको हातमा नरिवल एउटै हुन्छ साथी। यो कुरालाई स्पष्ट तपाईले पनि रेकर्ड त गरि नै रहनु भएको छ। त्यसैले गर्दा एउटा पार्टीको सभापति अहिले कारागारको गेटमा उभिएर के बोलिरहेको छ भने योभन्दा पहिलाको जेनजी आन्दोलनमा एमालेको घरमा विद्यादेवी भण्डारीको घरमा केपी ओलीका केटाहरूले आगो लगाए भनेर समाचार तपाईहरुकोबाट आएको होइन, त्यो त स्पष्ट देखिएको होइन। आज म तपाईलाई अर्को तथ्य पनि भनिदिँदैछु। शेरबहादुर देउवाको घरमा आगो लगाउने मान्छे कांग्रेसका कार्यकर्ता हुन् र ती चाहिँ गगन थापाका केटाहरू हुन्। ती मान्छेहरू अहिले दाइ हामीलाई बचाइदिनु पर्यो, कांग्रेसले पुलिसले खोजेर हैरान गरिरहेछ भनेर हाम्रो अफिसमा आइरहेका छन्। होइन उनीहरू त अब परिस्थिति बने त आफ्नो घरमा लाउनु परेन त, एउटा बेलामा सबै कुटा खानालाई किन बचे उनी लाउनु परेन? सबैको घर संसारै आगो लागेपछि त उतापट्टिको आगोले पनि भेट्छ भन्ने लाउनु परेन। त्यसैले